हेलो साथीहरू, आज चाहिँ हामी हाम्रै गाउँठाउँ बेतानामा यसो घुम्न आइरहेका छौँ। बेताना चाहिँ यस्तो छ, अहिले चाहिँ धेरै चेन्ज भइसकेको रहेछ बेताना। हामी चाहिँ जमानामा चाहिँ पहिले चाहिँ यहीँनिर पौडी खेलेर बिहानदेखि बेलुकासम्म माछा मारेर हुर्किन्थ्यौँ होइन। अहिले चाहिँ तपाईँको यहाँनिर पौडी खेल्नु माछा मार्नु बन्देज गरिएको छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ पौडी खेल्ने चाहिँ यहीँनिर हो। पहिले माछा मार्ने बल्छी खेल्ने गर्थ्यौँ हामी पहिले। अहिले चाहिँ तपाईँको यो बन्देज गरेको छ है, एकदम राम्रो बनाएको छ। तपाईँहरू पनि घुम्न आउनु होला बेताना बेताना बेताना। माछा बुझाले गए चाहिँ टन्नै देखिने। छौ खरा 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 यता छ। ऊ बाँदर यहाँ छ। ओइ ओइ अर्को परको ठुलो अर्कै हो। चिल हो चिल। यता छ गिद्ध, सिनो खाने गिद्ध। कतिवटा छ? दुईटा रहेछ। यता छ सुन्दर मुसा। यहाँ चाहिँ के बन्दै रहेछ तर एक्ज्याक्टली थाहा भएन। जस बनाउँदै रहेछ, के बनाउँदै हो है। बेताना साथीहरू तपाईँहरू पनि आउनु होला घुम्नु। बेतानामा चाहिँ अहिले यस्तो पनि छ, आउनु होला। यसै बेताना 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 आउनु होला घुम्नको लागि। तर बेलुका आयो भने चाहिँ दामी लाइट पनि हुन्छ होला होइन। अहिले चाहिँ लाइट छैन, बेलुका चाहिँ लाइट हुन्छ। बेलुकातिर आउनुभयो भने धेरै रमाइलो हुन्छ। यसो हेरे पूर्वतिर, यसो हेरे